सो हे गाइज वेलकम ब्याक टु माई च्यानल साथीहरू तपाईँहरूलाई कस्तो हुनुहुन्छ र यो त कुरा अबदेखि यो च्यानलमा एकदम फनी मस्ट तपाईँहरूलाई हँसाउने डेली तपाईँहरूलाई मनोरञ्जन दिलाउने एभ्रिडे भिडियो फनी लिएर आउने नै छु। च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला, साथै सपोर्ट गर्नुहोला किनकि यो च्यानल मोनिटाइज भइसकेको छ तर एडभान्स फ्युचर सबै बन्द छ। किन होला खै कम्युनिटी गाइडलाइनको के छ भन्छ। अब 24 डिसेम्बर 24 तारिकको फेरि पनि अपिल गर्न मिल्ने अप्सन आउँछ अरे। तबसम्मको लागि तपाईँहरू साथ दिनुहोला, मेरो च्यानललाई बचाउनुहोला किनकि मेरो च्यानल डुब्दैछ। त्यसैले साथीहरू यत्रो मेहनत गरेको खेर गइरहेछ, त्यसैले तपाईँहरू साथ सपोर्ट गरिदिनु होला। मेरो च्यानल कसरी हुन्छ एकदम सपोर्ट गरिदिनु होला। यस्तो सपोर्ट गरिदिनु होला कि युट्युब टिमलाई लागोस् कि एकदम रियल पनि गर्छु। तर के गर्ने खै के मिस्टेक भयो मेरो मलाई नि थाहा भएन, तर उहाँ मिस्टेकको आइरहेछ। आइडेन्टिटी भेरिफिकेसनमा मिस्टेक भएछ, त्यही हो मेरो मिस्टेक। अरू त केही भएको छैन मिस्टेक जस्तो लाग्दैन। त्यही अरूको भोइसमा भिडियो बनाएर हाल्छु, त्यही हो। अनि बिचमा मैले यो टेस्ट सम्बन्धी भिडियो हाल्न थालेको थिएँ, त्यही भएर होला कि खै त्यस्तै होला। त्यो साथीहरू भिडियोलाई एकदम मजाले हेरिदिनु होला र मलाई सपोर्ट गरिदिनु होला। अबदेखि यसमा एकदम फनी भिडियो आउँछ। फनी भिडियो भोलि अपलोड हुन्छ। नेपालको लगभग कति बजे 8 बजे नेपालको 8 बजे अपलोड हुन्छ। यहाँ मलेसियाको टाइम 10:15 हुन्छ, वहाँ नेपालको 8 बजेतिर अपलोड हुन्छ। हेर्नुहोला कस्तो लाग्छ कमेन्ट गर्नुहोला, सुझाव सल्लाह दिनुहोला किनकि अब नयाँ मान्छे होइन। पहिला त अरूको साउन्डमा बनाउँथे भिडियो, अब आफ्नै साउन्ड आफ्नै सबै ओरिजिनल भिडियो एकदम फ्रेस म बनाउन लाग्छु किनकि त्यस्तै चाहिएको छ युट्युब। त्यसैले अबदेखि एकदम फ्रेस भिडियो आउँछ तपाईँहरूलाई मनोरञ्जन दिलाउने। त्यसको लागि धेरै सहयोग गर्नुहोला र भिडियो हेरिदिएर धेरै नै सहयोग पुर्याउनु भयो, त्यसको लागि धेरै धन्यवाद। मोनिटाइजसम्म पुर्याउनु भयो तर एडभान्स फ्युचर बन्द गरिएको छ, त्यही भएर टर्मिनेट गरिदिएछ। त्यही भएर तपाईँहरूको साथ र सपोर्ट र मायाको आभारी छु म। गरिदिनु होला यति। यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला र सबैसँग पुर्याउनु होला, त्यही भन्न चाहन्छु। थ्याङ्क यू। जय नेपाल।